हेलो एभ्रिवान वेलकम ब्याक है अनि धेरै 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 पछाडि भ्लग बनाउँदैछु होइन यति लामो भ्लग बनाउँदैछु अनि सो तपाईँहरू सबैजनालाई स्वागत छ र मलाई पनि स्वागत छ अनि म चाहिँ कामतिरै हो होइन अनि यहाँ छ एउटा बाइक अनि भन्नुको अर्थ चाहिँ म बाइकमा जान आँटेको तल विराट चोक ट्याप्पा लाएर होइन बिहान थोरै बोली अलिकति ब्याडङ बुडुङ हुन्छ सो गाइज माइन्ड नगर्नु होला होइन। यहाँ चाहिँ केरा लडेछ होइन ऊ यो चाहिँ आन्टीजीहरू घर हो होइन अनि भुषण दाइ चाहिँ त्यहाँ ऊ टक्क लाएर होइन अब फेरि खतरा खाके ठ्याक्क यहाँ चाहिँ साङ्गुर छ होइन साङ्गुर आम्बो ठ्याक्कै तिमी जस्तै रहेछ आम्बो होइन आम्बो सुँगुरले नि पात छ क्या बनायो यार यहाँ पनि यस्तो छ होइन के हो डिट्टु छ त अनि तिमी जस्तै यार। सो एभ्रिवान होइन अब चाहिँ सित्तन बजाउन आँटेको खासमै भन्नुपर्दा होइन यो चाहिँ ब्रोइलरको मासु भन्दैन यसलाई चाहिँ सुँगुरको मासु भन्छ होइन यसलाई चाहिँ के भन्छ अरे साङ्गुरको मासु भन्छ खोइ त टक्क लाएर सुँगुरको मासु कसरी खाने भन्दाखेरि होइन यस्तो गर्ने यो चाहिँ बोसो हुन्छ होइन अनि यसले चाहिँ कप्पा हान्ने क्या यसरी अब यसरी म खाइसक्छु अनि फेरि भिडियो गर्छु ल गाइस। म चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा विराट चोक पनि आइसकेको छु होइन अनि विराट चोक चाहिँ पर छ होइन अनि त्यस पछाडि म चाहिँ यहाँ छु सामान किन्नुपर्ने छ हो सो त्यही भएर होइन अल्छी लाग्दो गाइस जिन्दगी जानु भइसक्यो मेरो। अहिले चाहिँ हामी खोर्सानीबाट उकालो लाग्दैछौँ है चट्ट लाएर अनि अहिले चाहिँ म यता रुम आएको थिएँ होइन अनि सो चाबी रुमको छैन केटाहरू कहाँ गए थाहा छैन म चाहिँ बाहिर रोडमै मस्त बसिरहेको छु सो त्यही हो अब भेट्नुपर्छ भोलिको भिडियोमा नेक्स्ट भ्लगमा ल गुड नाइट एभ्रिवान सी यू ल।